छिटो जाम के रात पर्यो ल फाइनल्ली गाइस हामी के अरे गाडीबाट निस्क्यो प्रमोट गर्नु पर्यो युट्युबबाट यसो प्रमोट गरेर यसो प्रमोट बाटो गर्नु पर्यो सब्सक्राइब त पुग्यो कि 1100-1200 पुग्नु लाग्ने सब्सक्राइब त युट्युबमा 1200 पुग्नु लाग्यो मेरो ल गाइस अब चाहिँ फाइनल्ली सिक्किमबाट निस्केको 3 मिनट पछाडि चाहिँ लाग्यो अर्को एउटा गाडी रहेछ गाडी त डिजेल होला हो कि डिजेल हो कि पोखरा बागलुङ बिचमा ल अब ठ्याक्क यहाँदेखि चाहिँ अफरोड छ अफरोडमा साला खाल्दा खुल्दा हाम्रो गाउँघरको बाटो भन्दा नि पोखराको बाटो त लास्टै खतम के हरिचोकदेखि त्यहाँदेखि उता हाम्रो यामडीसम्म चाहिँ लड्दै बोट्दै अब पानी आउनु पर्छ ढाम्रो रोबे जस्तो हुन्छ
हाम्रो चाहिँ होटलको काम हो। होटलको काम भएकोले अब बिहान 11 बजीदेखि ड्युटी चाहिँ 10 बजीदेखि 10 बजीसम्म हो। अनि क्लोजिङ भएर यताउता गरेर ल्याउनुपर्छ। जहिले बाटो चाहिँ त्यही बाटो राति 11 बजे 12 बजे कहिले 1 बजी हिँड्नुपर्छ। त्यही पनि बाटोको हाल यस्तो छ। बरु हाम्रो पहिला नेकपा माओवादीको तर्फबाट केन्द्रीय यातायात मन्त्री विद्याले सुन्नु हुँदा चाहिँ उहाँले धेरै क्षेत्रमा चाहिँ राम्रो पाउनुभयो। यति भन्दै गर्दा चाहिँ मलाई चाहिँ माओवादी दबाउँदै चाहिँ माओवादीमा जित्दैछ भन्ने सोच्छु होला। आफूले जे लेखेको हामीले पार्टीभन्दा त राम्रो व्यक्ति नि त। अहिले चाहिँ प्रदेशको यातायात मन्त्री पनि को हुनुहुन्छ थाहा छैन मलाई होइन। नाम अब के थाहा छैन र उहाँको कार्यकालमा चाहिँ उहाँले के यातायात क्षेत्रमा अब राम्रो के पुऱ्याउनु भयो। उहाँ जस्तै व्यक्तिहरू फेरि पनि आउनुपर्छ भन्ने चाहिँ मेरो चाहना सबैको चाहना हो। अहिलेको स्थिति हेर्दा चाहिँ अब हाम्रो देशको स्थिति पनि त्यस्तो छ। अन्त खासै म राजनीतिक भूगोलबाट आएको मान्छे चाहिँ होइन। त्यो राजनीतिको कुराहरू गर्न होइन यस्तो भइदिए त्यस्तो भइदिए भन्ने सोचाइ चाहिँ सबैको मनमा हुन्छ। हामी आफ्नो देशमा राम्रो भइदिएर अब आफ्नो राम्रो भनेर राम्रो तरिकाले रोजगारी गरेर अप्ठ्यारो बस्न पाएँ भन्ने कुरा त हामी सबैको हुन्छ। यो भन्दा चाहिँ 2016देखि चाहिँ 2023सम्म चाहिँ म पनि दुबईमा बसेर आएको थिएँ। अब दुबई बसेँ, ओमन बसेँ, ओमनतिर बसेँ, घुमियो, त्यहाँ विकासहरू देखियो। त्यहाँ धेरै राम्रो विकासहरू है। रोडदेखि लिएर शिक्षा स्वास्थ्य हरेक क्षेत्रमा चाहिँ जनताहरूलाई एकदम राम्रो सेवा सुविधा दिएको छ नि त। त्यो कारणले गर्दा पनि अब राम्रो भइदियोस्। हामी त ठिकै छ। हाम्रो अब बच्चापनदेखि नै अब यही वातावरणमा हुर्कियो आएको छ पनि। हाम्रो कुनै पछिल्लो पुस्ता हाम्रो बालबच्चाहरू हुनुहुन्छ नि त। उहाँहरू चाहिँ अब राम्रो वातावरणमा बस्थे। सेवा शिक्षा यताउता सबै कुरा राम्रो भइदियो राम्रो हुन्थ्यो भन्ने सोचाइ। बाटोको हालत चाहिँ अब पोखरा चाहिँ अब पर्यटकको राजधानी भनिन्छ नि त। हो पोखरा पर्यटकको राजधानी मान्छेको दाल दाल बेगनाथ दाल पाकिस्तान झान्डुप सिक्किम ताङसिङ अब हरेक क्षेत्रहरू चाहिँ एकदम राम्रो भयो। र म सिलेट पनि पुगेँ, झान्डुप पनि पुगेँ, ताङसिङ चाहिँ गएको छैन है। उता रुपा पनि गयो, बेगनाथ पनि गयो। उता पनि एकदम रोडहरूको हालत चाहिँ एकदमै खराब थियो। र पनि पोखरा एकदम बुझ्छु। अब यो चाहिँ अब झन् मेन हाम्रो बागलुङ हाइवे अब मुस्ताङ जानलाई मेन हाइवे नै हो। र पनि यो बिचमा हेम्दामा त्यस्तो राम्रो रोडहरू छ। त्यही हेम्दा अनि उता हरिचोकदेखि उता पनि एकदम राम्रो रोडहरू छ, राम्रो छ। र यो बिचमा यस्तो हुनुको कारण चाहिँ के होला, किन यस्तो भयो होला? म हरेक दिन सोध्छु है। अब 1.5 वर्ष भयो म यही बाटोमा त हिँड्न लाग्छु। अब बनाए जस्तो गर्छ के हुन्छ फटाफटै धेरै वर्ष भइसक्यो। हुन्छ हाम्रो सानै हुँदैदेखि यस्तो बाटो हो पनि बिचमा यस्तो हुनुको कारण के हो? हेर्दा अब यहाँ पर्दैछ उता एकदम राम्रो छ र यता यस्तो छ अनि हरेक पर्दैछ उता राम्रो छ। यो बिचमा चाहिँ यस्तो हुनुको कारण चाहिँ के होला? मनमा कुराहरू खेलिरहेको छ कि अब हेम्दामा त्यत्रो राम्रो रोड बनाउनु भयो होइन। यो पनि अनि जुन ठेकेदारले चाहिँ बनाउनु भएको थियो उहाँले दिएको भए चाहिँ उहाँले पनि गर्न सक्नुहुन्थेन र यता त गर्नुभयो नि त भन्ने सोचाइ आउँछ कि। किनकि आफू अब र
अप्रेलमा हिँड्दा चाहिँ अलिक गाह्रो नै हुन्छ नि त अब बजारमा हिँड्ने बाटो बानीहरू त्यो गाउँमा चाहिँ गइँदैन अब सबै बिचमा हिँडेको त्यो पनि बिच भएको राम्रो हुन्छ नि भन्ने राम्रो लाग्छ सुविधा पाओस् भन्ने चाहना हुन्छ
हजुर लाग्यो ए सरी हजुर हजुर के भन्नुभएको थियो भन्नु न ए होइन हजुरले त्यो हात रोके जस्तो ए लाग्यो मैले के भनेको 84 सालमा यो पृथ्वी भाषम हुन्छ कसरी भन्नु भन्नु त कसरी ल भन्नुहोस् त यो कसरी भन्दै अत्याचार भयो के अत्याचार त अब त्यस्तै हो बुवा अत्याचार बुवा नभने है सरी है ए अङ्कल ल सरी है म हुन त म 60 इयर भएँ है हजुर हुँदा हुँदै पनि किन म पवित्र भएर अन्य अन्य हो ल मैले हात छोएँ है होइन है सरी मलाई उहाँ हो त्यहाँसम्म छोडिदिनु पवित्र छ मलाई यति गल्प छ यो मैले बुझेर ए बाहुन म हुँ के हजुर म बाहुन पनि हरामी कमिनो यो धरती भाँसिन्छ एक दिन पृथ्वी है यिनले चोरले यिनले कति लुटेका रहेछन् र तिमीलाई कति पछाडि फालेका रहेछन् मैले फाल्छु नि पछाडि नफालेको होइन म बस्छु है पनि फालेको नि क्या पछाडि तिम्रो म गएँ है ओ कहाँसम्म हो भन्नु र हनुमान छ हनुमान चोक कुटा सुन्दरपुरी त ल हुन्छ बुवा हस् नमस्ते ल जानु हस् हुन्छ ल हजुर ए ल जानु
अहिले चाहिँ पनि आइपुग्यो ठ्याक्कै सिक्किम Thank you so much guys for watching this video. I hope you subscribe my YouTube channel. See you soon and thank you so much. Good night everyone.